जय श्री महाकाल। अभी देखिए गंगा जी पूरा नेपाल की सफाई कर दी और देखिए कैसे रुद्र रूप ले रही हैं। इनके बारे में आप क्या कहते हैं, ज़रूर कुछ कमेंट करके बताइए। बेचारे लोग, नेपाल का बहुत दुखद घटना हो गई है, बहुत परेशान है। देख लीजिए, अभी देखिए इस वीडियो में, आगे बने रहिए। तथा आसपासका बस्तीतर्फ प्रहार गर्न थाल्यो, जसले त्यहाँका बासिन्दाहरूलाई सम्हाल्ने मौका समेत दिएन। हिमाली नदीहरूमा आउने यस्तो अचानकको बाढी केवल पानीको सामान्य बहाव मात्र होइन, यससँगै सयौं टन तौलका ठूला ढुङ्गा, गेग्रिन, माटो, बगेका रुखका काठ र अन्य विनाशकारी लेदोको शक्तिशाली मिश्रण तीव्र गतिमा अगाडि बढ्छ। यही मिश्रित र गतिशीलताले भरिएको शक्तिले नदी किनारमा खडा गरिएका जुनसुकै बलिया संरचनामाथि पनि असाधारण र असहनीय दबाव सिर्जना गर्छ, जसका कारण क्षणभरमै ठूला पूर्वाधारहरू तासको घर जस्तै ढल्न पुग्छन्। प्रारम्भिक समाचार र स्थलगत रिपोर्टहरूका अनुसार यस बाढीले बजार क्षेत्र,